हामी ठ्याक्कै सुनौल। अब हामी यसपछि हामी यहाँ 7 बजे गाडी चढेर बुटोलसम्म पुगेपछि त्यहाँदेखि सुब्बा देउराली झन्डै 3-4 घन्टा गाडी चढेर बुटोलदेखि सुब्बा देउराली, त्यहाँबाट फेरि अर्को 1 घन्टा जोडेर सन्धिखर्क आजको प्लान। अनि सन्धिखर्कबाट फेरि 2-3 घन्टा बाइकमा हाम्रो यात्रा प्युठानमा हुन्छ। त्यसपछि अर्को दिन भोलिको चाहिँ स्वर्गद्वारी अनि हाम्रो टिम मेम्बर्सहरू पनि चिनाइदियो। हामी यता एकदम प्रिय हाम्रो गुरु सर जे भने पनि हुन्छ उहाँ सुशील बस्नेत, धन्यवाद। अनि म केबी थापा म भइहालेँ, त्यो मेरो बारेमा भन्ने सायद नपर्ला। दाइ हाम्रो सुशील सरको दाइ एकदम सबैलाई नमस्कार। दाइ अन्त अर्को दाइ हाम्रो अर्को दाइ पनि हुन्छ हामीसँग। हेलो 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 नाम भन्नुहोस् न। सम्राट है, म चाहिँ सम्राट अधिकारी है। दाइ पनि हुन्छ। अनि हाम्रो बाबु पनि छन्। आऊ अनिल यता। मेरो नाम अनिल थापा, म कक्षा 7 मा पढ्छु। म जनसेवा सेकेन्डरी स्कुलमा पढ्छु। लाइक सब्सक्राइब हानिदिनु होला मेरो च्यानल। तिमीलाई जे स्किल्स आउँछ त्यही देखाऊ। अझै मिलेन अलिकति खाली ठाउँमा गर है त ल। अब ल फेरि खुट्टा जोगाएर गर नि ल। फेरि 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 है त ल। फेरि तिम्रो नाम भन ल। अनिल थापा। यता हेर तिमी पछि फुटबल खेलाडी बन्ने हो? कुन खेलाडी तिम्रो मेसी कि रोनाल्डो? नेमारमा गयो तिमी। ल ठिक छ ल। नाइस। तिमी कति क्लासमा पढ्छौ अरे? 7। तिम्रो रोल नम्बर चाहिँ कति छ? 2। ट्यालेन्ट बोय रहेछ नि त होइन? तिम्रो फेभरेट सब्जेक्ट चाहिँ के हो? म्याथ। म्याथ मनपर्छ तिमीलाई? ल ठिक छ। साँच्चै भनौँ भने यात्रा चाहिँ नसा जस्तै रहेछ। आजको यात्रामा म तपाईहरूलाई पश्चिम नेपालतिर लिएर जाँदैछु। हुन त हामीले पश्चिम नेपालको सुन्दरताको वर्णन प्रशस्तै सुनेका थियौँ। यो पटक भने हामी आफैलाई अनुभूत गर्ने अवसर मिल्यो। यात्राको यो क्रममा हामी पुग्यौँ बुटवल। बुटवल पुग्न साथ अर्को सवारी चढ्यौँ, किनभने हाम्रो यात्रा अझै बाँकी थियो। हाम्रो गन्तव्यको लक्ष्य थियो सुब्बा देउराली मन्दिर। यो चाहिँ यस्तो रहेछ क्या, सट्ट जाने यो खोलो गराडी यस्तो कस्तो डर लाग्ने छ यार। ढोका खोल्दा चाहिँ माथि चाहिँ पुल पनि छ। अहिले चाहिँ हामी भर्खरै सुब्बा देउराली आइपुग्यौँ। झन्डै कति बुटोलबाट इबी गाडीमा झन्डै अराउन्ड 2 घन्टा चढेपछि सुब्बा देउराली आयौँ। अब हाम्रो एकजना साथी चाहिँ फेरि उहाँ बुटोलमै अड्किरहेको छ, बाइक बिग्रिएर। अनि 4 जना टक्कसँग आएको छौँ। अब यहाँनिर एकछिन यताउता फ्रेस भएर मन्दिर सन्दिर पूजा गर्छौँ। त्यसपछि यसो खानासाना खाएर त्यहाँसम्म पुग्छौँ डेस्टिनेसन अहिलेलाई। त्यसपछि बेलुका त अब अरू खाना हुन्छ होला। मनोकांक्षा पूरा गर्ने आस्थाको केन्द्र हो सुब्बा देउराली। समुद्र सतहदेखि 4500 फिटको उचाइमा रहेको अर्घाखाँचीकै काखमा रहेको यो पवित्र भूमि सुब्बा देवीको वासस्थान हो। भनिन्छ जोसुकैले पनि यहाँबाट यात्रा गर्दा देवीलाई नमन नगरी अघि बढे
अनिष्ट हुन्छ। त्यसैले अनेकौं यात्रुहरू, सवारी चालकहरू यहाँ रोकेर पूजा अर्चना गर्छन्, देवीलाई प्रणाम गर्छन् र अघि बढ्छन्। हामीले पनि आस्थाको दीप बाल्यौं, मनको ज्योति बाल्यौं र मनको भाकल त हामीले अवश्य गर्यौं। धन्यवाद है। ल फेरि आउँछ, अर्को साथी एउटा आउँदैछ, फेरि यहाँ म पठाउँछु। दाइको घर चाहिँ कता? यहाँबाट किलोमिटर काठमाडौँ जानु पर्यो। त्यही त हो नि, आफ्नो ठाउँमा आफ्नो ठाउँमा पर्दा साथीभाइले त्यही हो, सबभन्दा खुसी त्यही हो। ल दाइ फेरि भेटौँला है। ल खाजा खाएर जाने कि खाजा खानु त्यस पछाडि रहेछ गाडी उल्टेर जान्छ। कस्तो फिल भयो दाइ? हजुर, मलाई एकदम रमाइलो फिल भयो होइन। धन्यवाद। मलाई एकदम रमाइलो फिल भयो सुब्बा देउराली मन्दिरमा आएर। होप होइन अब आँटेका सोचेका सबै कुराहरू पुरा हुन्। यति दुःख गरेर आइएको छ होइन। वर्थ इट रहेछ प्लेस पनि होइन। यताउता भ्यूहरू हेर्दा अझै माथि जानै बाँकी छ होइन। हजुर त्यसपछि भनौँ न। हामीले यहाँ सुब्बा देउरालीमा फुल्ली इन्जोय गरिरहेछौँ होइन। जस रमाइलो भइरहेछ। पाउँथ्यो होला। चियर्स गर्नु कटाउनु पर्छ है। खतरा यार है, क्या खतरा के त्यो खालको खतरा होइन यार। यो अति खतरा रहेछ नि त। यहाँ तलतिर चाहिँ खतरा रहेछ। 40 को 10 को 20 को हेरौँ न कस्तो रहेछ। 6 जना खाइदिनु नि त है सबैजनाले। मन नखाने खाइ नखाने तपाईँ साथीहरू बिरामी भयो है तपाईँलाई घाटा हो। करिब 15 मिनटको पैदल यात्रा गर्दै हामी पुग्यौं स्थानीय एक झलुङ्गे पुलमा। अग्लो ठाउँमा बनेको यो पुलबाट टाढाको दृश्य अवलोकन गर्दा झनै रमाइलो भएको थियो। उसो त त्यहाँबाट सुब्बा देउरालीको मन्दिर र त्यस वरपरको दृश्यले हामीलाई झनै आकर्षित गर्यो। जताबाट पनि मन्दिर देखिरहँदा लाग्थ्यो हामी देवीसँगै छौं र देवी हामीसँगै। यो सेरोफेरोमा करिब 2 घण्टा रमाएपछि हामी लाग्यौं सन्धि खर्क बजारतर्फ। कहाँ गयो खै त त्यो? कहाँ गयो? पैसा देखेन। ए कस्तो जाउँ जाउँ। मलाई रोडमै पुग्यो यार। ल साँच्चीकै रोडमै पुगिरहेको। ल ल रोडमा नि क्रसै भयो यार। ल कस्तो राम्रो कपाल। नानीको नाम के हो? नाम भन। बाबु हो। तिम्रो नाम के हो? समय गुरुङ। समय गुरुङ। तिमी स्कुल जान्छौ? जान्छु भन। जान्छु। कतिमा पढ्छु भन्छ। नर्सरीमा पढ्छौ? एबिसिडी आउँछ?
वाह तिम्रो कपाल चाहिँ यस्तै हो कसले बनाइदियो तिम्रो यस्तो कपाल भन त सन्धि खर्ग अर्थात् अर्घाखाँची जिल्लाको प्रमुख व्यापारिक केन्द्र र सदरमुकाम पनि। सन्धि खर्क बजार पुगेर केही समय आराम गरेपछि हामी बाइकबाट अर्को गन्तव्यतर्फ लाग्यौं। यात्राको मध्यभागमा हामीले भिङ्ग्रीमा गएर बास बस्न निर्णय गर्यौं, जुन स्वर्गद्वारी मन्दिर जाने मुख्य प्रवेशद्वारको रूपमा परिचित छ। ट्याक्क धुलै धुलो उहाँ चाहिँ राइडर आएको उहाँको पनि कोहीभन्दा कोही कम हुनुहुन्न उहाँ पनि जुत्ता रातो नै भएको छ 6,000 को जुत्ता दाइ चाहिँ उहाँ दुईवटा दाइ चाहिँ खासै फरक पर्नु भएको छैन। दर्शन गर्ने कि भनेर उता दर्शन गर्नुपर्छ। अब सारीबाङ अब हामी यहाँ खलो गाडो अब हामी यहाँबाट भिङ्ग्रीको यात्रा बागदुला झरेर त्यहाँको खाजा खाएर भिङ्ग्री अब भोलि बिहान स्वर्गद्वारी भनौँ न झन्डै बिहानदेखि हामी यात्रामा छौँ गरेछौँ। ब्रोलाई कस्तो लागिरहेछ? थाकिरहेछ हो रमाइलो भइरहेछ। ल हाम्रो सरलाई कस्तो लागिरहेछ? बवाल रमाइलो लागिरहेछ। अझ बवाल गर्नुपर्छ बवाल। हाम्रा लागि दिनै रमाइलो साँझै रमाइलो। कतै फराकिला सडक, कतै साँगुरा गल्लीहरू, गाउँका हरियाली खेतबारीहरू पार गर्दै कहिले अफरोड त कहिले पक्की सडक हुँदै करिब 11 बजे राति हामी भिङ्ग्री पुग्यौँ। ठ्याक्कै हामी कति बजे आइपुग्यो? 10:45 भन्छ। यो चाहिँ हाम्रो भिडियो एकदमै थकित अवस्थामा। गुड मर्निङ। गुड मर्निङ। हजुर गुड मर्निङ। गुड मर्निङ। अब हामी चाहिँ जुत्ता लाएर चाहिँ अब हामी चाहिँ रातिको भ्लग गराउनु नपाएको अब दिउँसो चाहिँ पुरै छुटेको जति सबै भ्लग गराउनु छ हामीले भन्दै स्वर्गद्वारी बाइक क्या जोस हाल्दै जोस आएको होला यो बाइक चाहिँ नलैजाऊ सुरुमा स्टार्ट गर्दाखेरि अलि अगाडि गयो त गीत गाउँदै क्या रमाइलो भइरहेको थियो। सामना पनि पुरै भिडियो बनाइरहेको थियो। उहाँले पनि राम्रो छ कस्तो मजा आइरहेछ यो राइड पछि त बिचरा त्यहाँ के अरे बागदुला यही हो अझै आधी घन्टा आएपछि अहिले चाहिँ ठ्याक्कै 6 बजे। अब चाहिँ हामी स्वर्गद्वारी
निस्किन लाग्यो केटाहरू पनि सब रेडी भइसक्यो यस्तो पिजे पिच कस्तो कुन बाटो रे हामी यो बाटो सोगदारी गेट यो बाटोबाट उता जाने बाटो पनि छ हल्कै छैन छैन एउटा मात्र बाटो कस्तो पिच हाम्रो है ओके अहिले चाहिँ हामी ठ्याक्कै यो भिङ्ग्रीकोट भन्ने ठाउँमा आइपुग्यौँ भिङ्ग्री बजार चाहिँ यो तल रहेछ यो तलबाट उकालो तर जे भयो नि रोडको अवस्था चाहिँ एकदमै दामी छ राइड गर्न मजा आइरहेको छ हामी 5 जना रमाइलो गर्दै चिल गर्दै अब चाहिँ हामी स्वर्गदारी पुग्न लाग्यौँ होइन अब अझै छ अझै आधा मात्र भयो ल ठिकै छ रोडको अवस्था यस्तै छ भने चाहिँ मजा आउँछ गाल सक्यो अब अलिअलि छ अब आधा छैन हामीलाई अब कमै छ यस रमाइलो भइरहेको छ अहिलेसम्मको चाहिँ हो नि हिमाल पनि देख्यो ट्याक्कै देखियो कुन हिमाल हो खै हिमाल त माछा पुच्छे नै होला घाम सर्ट फेसमा आइरहेको छ होइन हिमाल देखिरहेछ त पोज कसैलाई सिक्न मन छ भने चाहिँ यहाँ यस्तोरी चाहिँ हामीले पोज गर्नुपर्ने हुँदो रहेछ त्यो चाहिँ ठिक छ होला अरू सुतौ होला सुतौ फोटै त हो अनि माथि आउने राम्रो भन्नु फेरि हालिदिइहाल्यो नि त बिहाइन्ड द सिन एउटा राम्रो फोटो निस्किनको लागि यतिको मेहनत चाहिँ हामीले गर्नुपर्ने हुन्छ पार्किङ एरिया हो बवाल अब हामी कतिवटा सिटी 400 पहिला 465 62 वटा थिए अहिले चाहिँ ठुला भएर कति छ भन्ने थाहा छैन 7-8 चढिसक्यौँ खुला जग्गा हामी मैदान गर्न मना है बुझ्यौ नि किविक एकदम सुशील सरलाई चाहिँ बुझाउनु पर्ने हो के गयो तिमी अन्नपूर्ण याद आयो तिम्रो विवेक सरको होइन विवेक सरलाई धेरै हामीले सम्झिरहेछौँ बिचरा विवेक सर मिराज सर ठिकै छ तर योपालि चाहिँ हामीले रमाइलो चाहिँ राम्रो रमाइलो गरिहाल्यौँ स्वर्गदारीबाट भित्र छिर्दैछौँ है मन्दिरको लागि दाइहरू दुईजना ट्याक्क साइडमा राखेर होइन मैले चाहिँ ट्याक्कसँगले हाम्रो केविक ट्याक्कसँगले ट्याक्क र टुक्क भन्ने चाहिँ यस्तै हो हाम्रो मन्दिर है यहाँभित्र चाहिँ एउटा यस्तो आगो छ यस्तो ज्वाला छ जुन कहिले पनि निप्दैन है स्वर्गदारी मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र स्थल हो।
मान्यताअनुसार महर्षि पुलस्त्यले यहाँ कठोर तपस्या गरेका थिए। यहीँबाट स्वर्गको ढोका खुल्ने जनविश्वास पनि छ। किंवदन्ती अनुसार पाण्डवहरूको महाप्रस्थान यात्रामा पाण्डवहरूले स्वर्ग पुग्नु अघि महादेवलाई पूजा गरी अघि बढेको पाइन्छ। पूजा भयो, एकदम पिसफुल प्लेस रहेछ। देउस एकचोटि आउनु पर्ने ठाउँ। Rainy days don't seem so wet, stormy nights don't stay. From the moment that we met, you were worth the wait. Oh, this could be the best thing that I'll ever know. Talk for hours and never slept. Two silhouettes on the concrete steps. We watched the sun as it slowly crept from the horizon to the place we met. Oh, this could be the best thing that I'll ever know. यसरी प्राकृतिक सुन्दरता, धार्मिक आस्था र यात्राको रोमाञ्चकता समेट्दै हाम्रो यात्रा अविस्मरणीय बन्यो। यात्रा सधैँ नयाँ अनुभव दिने कुरा हो र हामी फेरि अर्को नयाँ यात्राको तयारीमा छौँ। यो यात्रामा तपाईँ पनि सहभागी हुनुभएकोमा धन्यवाद। फेरि अर्को भ्लगमा तपाईँलाई पक्कै कतै न कतै लिएर जानेछौँ। तयार हुनुहोस् है। This could be the best thing that I'll ever know. अघि त भएको थियो, अहिले त भएन क्या। यस्तो हो क्या, यस्तो ल दाइ छ भन्दै यस्तो चाहिँ हो कि अनुहार देखाएर फराकिलो है, फराकिलो त्यस्तो ल त्यो चाहिँ हो होइन यो है। अघि भिडियो नखिचेर चाहिँ हाते हो। बास यस्तो गरेर चाहिँ खतरा लक लाग्छ अरे कि दाइ हो। बास मैले त मार्केट गएँ अनि अलि तल हान्नु न, अनि माथि हामी त डुबिहाल्छ नि। अनि यस्तै हालेपछि डुब्दै अनि तल यस्तो अनि यस्तो यस्तो गर्थ्यो अनि यस्तरी गएको गयो। अनि अझ तल हाट हो भएन भयो बब्बाल।